हेलो साथीहरु, म चाहिँ मका बाँचेको छु हैन। अब चाहिँ म उधार्ने हो अनि मेरो खसीलाई दिने हो हैन। मका उधारेको छु, बाँचेको छु, अब उधार्ने हो। यो काँचो मकै छ अनि त्यसैले धेरै उड्दिदैन के राम्रोसँग। काँचो मका दियो भने खसी फटाउँछ रे। उधार्छु है। अनि तपाईहरु काँचो दिनुहुन्छ कि सुकेको दिनुहुन्छ गाइज, कमेन्ट पनि गर्नु है। चकलेट खाँदैछु के म। अघि बजार गएको कति यो चप्पल ओछ्याउने हो कि यस्तरी बजार गएको गाइज। अनि मैले चाहिँ धेरै चकलेट किनेर, चकलेट चाहिँ मलाई असाध्यै मन पर्छ क्या। त्यही भएर चकलेट खाँदै छु है। चकलेट खाइ खाइ अगाडिको यहाँ दाँत पनि किराले खाइसक्यो हैन। गाह्रो छ जिन्दगानी। अनि 4 बज्न लागिसक्यो, मेरो छोरो पनि स्कुलबाट आउने बेला भयो। म चाहिँ यति मगा उधार्ने हो अनि त्यसपछि बाख्रालाई खोरमा राख्ने हो। बाहिर छन्, खोरमा हुल्ने हो अनि त्यसपछि घर गएर खाना पकाउने हो अनि मामु छोरोले खाने हो। मेरो छोरा आएको छैन कि गाइज। ऐट गाह्रो छ। यो जिउँदै उदार्न सकिन्न कि काँचो मगा। बाँच्यो भने अलि सहज हुन्छ, राम्रो हुन्छ। तपाईहरुकोमा मका पाक्यो कि पाकेन? हाम्रोतिर त पाक्ने भइसक्यो है। मकै सिउँदो भरे पराइको भइसके, यति धेरै माया नगर, तिमलाई अप्ठ्यारो पर्न पनि सक्छ। चकलेट खाने हो? जुन चिज आफ्नो भाग्यमा छैन त्यही चिज किन आमुले लाग्दैछ गरे। गाह्रो छ, गीतै गाउन सकिन्न। लाइट हुँदैन, यो त भाँचिँदैन। जिउँदो मको त उधार्नै सक्दिनँ के म त। सिउँदो भरे पराइको भइसके, यति धेरै माया नगर, तिमलाई अप्ठ्यारो पर्न पनि सक्छ। यो गीत चाहिँ मलाई मन पर्छ असाध्यै, तर यसको टुक्का टाक्कै छैन, मैले बिर्सिसकेँ के। मेरो माया नौडाँडा पारी छ, उसकै माया यो मुटु भरि छ। धेरै माया गर्छु, मर्ने बेलासम्म
तिम्रो नाम जपी जपी मर्छु। मर्ने बेला सबैले राम राम भन्दै मर्छन्, म त तिम्रै नाम जपी जपी मर्छु, धेरै माया गर्छु। यति उधार दियो। फूल राम्रो कमलको काँडा भए नि, फूल राम्रो कमलको काँडा भए नि, साथी राम्रो मेरो बुढो नै टाढा भयो नि है। बुढाको माया असाध्यै लाग्छ नि त गाइज। अनि 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 अरू के नि, कुवामा धेरै पानी थियो गाग्रीमा भर्न सकिन, कुवामा धेरै पानी थियो गाग्रामा भर्न सकिन, मुटुभरि धेरै कुरा थिए तर बाहिर खोल्न सकिन। गाइज यस्तो यस्तो लेख्थ्यौँ कि हामीहरू पहिला बच्चा बेलामा के सानो टुइटुए मोबाइल चलाउँथ्यौँ। अनि त्यहाँमा धेरै यस्तै यस्तै टाइपको मेसेजहरू लेख्थ्यौँ अनि केटाहरूलाई पठाउँथ्यौँ क्या। केटाहरू पट्टिन्छन् कि हुन्न कसको बाइक आयो नि गाइज। एकछिनमा साइडी भन्छु अनि बाइक गएर चाहिँ सर आउनु भयो, स्कुल बन्द भएछ। मेरो बाबा आउँछ होला अहिले। अनि खरानीमा हात नाल्नु प्रे आगो हुन सक्छ, खरानीमा हात नाल्नु प्रे आगो हुन सक्छ, अल्लाह रे केटाहरूसित सबैसँग माया नगाँच्नु प्रे धोका हुन सक्छ क्या। त्यस्तो पनि भन्थ्यौँ है हामीहरू है। अनि अर्को के पनि भन्थ्यौँ है, अनि अनि अरू के भन्थ्यौँ न, साइकल कोट्यौँ गाईको घिउ, मैले मन परेको केटुलाई आई लभ यु। त्यो होइन नि त्यो होइन अर्कै हो नि त, म त बिर्सिएछु। अनि 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 अर्को फाइनली गाइज मैले चाहिँ उधारिसकेँ मक्का। अब चाहिँ म खसीलाई दिने हो। अनि है मेरो छोरो पनि स्कुलबाट आइसक्नु भएको छ। हेर्नु सानो हाई भनिदेऊ न माया। म स्कुल पढेर आएको भन। म स्कुल पढेर आएको। के पढे आऊ बाबु? आज गगमला अरू मम्मी आज मलाई काटले ये बनायो। अनि मेरो छोरालाई मैले चक्लेट दिएको, धेरै खुसी छ है, चक्लेट खाँदैछ। अनि को आयो बाबु स्कुलबाट? स्कुलबाट को आयो सानो? खाऊ भन न। तिम्रो साथीहरूले छोडेको हो? छोरी पनि लिन आयो? अनि तिमी एक्लै आएको? फ्ल्याङ्किस गइदेऊ न त। फ्ल्याङ्किस गइदेऊ न। फ्ल्याङ्किस गर्छ फाइनली है। म चाहिँ अब बाख्रा फुगाइदिन्छु ल।